चेक आउट अफ भ्यू है गाइज एकदम मर्निङको 9-10 बजे दामी छ हैन जेस अब एकदम ठिकै छ भनौँ न मलाई त यसो घाम ताप्न पनि एकछिन रमाइलो लाग्यो घाम पनि मजाको लागिरहेको छ यहाँ सेतीदेवी मातामा हैन चेक गर्न सक्नुहुन्छ बाइक यहाँ हाम्रो छ अब म यहाँबाट निस्किँदैछु गाइज दर्शन सर्शन भयो नि भयो मैले एना नि चढाइदिइसकेँ आफ्नो बाइकको म यहाँबाट चेक गराउँछु है मेरो बाइकको नम्बरको एना कुन हो भनेपछि ल ए हे कहाँ गयो भनेपछि यार फेरि यति छ नि एकछिनमै हराइहाल्छ के गाइज तर म हेराएर देखाउँछु तपाईँले क्या ठ्याक्क ल ठ्याक्क यहाँ हेर्न सक्नुहुन्छ ल यो छ गाइज त्यो गाइज अब यहाँबाट निस्किँदैछु म जे होस् अगाडिपट्टि खानासाना नि खाएको छैन केही खाएको छैन अब रेन्टलहरू हाम्रो छँदैछ बिजनेसहरू केही चाहियो भने बाइक साइक रेन्टमा चाहिरहेको छ भने डुट एन्ड ट्याक भ्लग गर्न सुट गर्न खोजिरहेको हुन्छ तर के हो भइहाल्छ नि गाइज यहाँ अब हामी यही बाइक लिएर आएको थियो जे होस् मलाई राइड गर्न चाहिँ रमाइलो लाग्छ यो 400 सीसी हो एकदम नेकेडमा एकदम पर्फेक्ट अब बिएससिए पनि थियो चुनावले गर्दा पनि गएको थियो तर जे कामले गयो त्यो भइहाल्यो गाइज त्यही ठुलो कुरो हो अब हामी यहाँबाट लाग्दैछु यताको भ्यू चाहिँ गर्न सक्नुहुन्छ ल वाउ कस्तो ठाउँको आज भ्यू हेर्दै हुनुहुन्छ ल केडा हो नेपाल यहाँ बाटो हेर्न सक्नुहुन्छ ल पुरै भ्यू क्याप्चर गरिदिउँ म ल फेरि हेर्न सक्नुहुन्छ ल हेर्नु त नेचर नेपालको किन यहाँ अरू केही आउनै पर्दैन यार यत्रो भएपछि भइहाल्यो नि यो सबै नेचर यस्तो कहाँ पाउँछ हौ गाइज ल त्यही भएर गाइज म निस्किरहेको छु भेट्छु तपाईँहरूलाई अगाडि